यो माछा आउँछ मैले यहाँ माछा फुल दिन यो माछाले यो फुल खान्छ नि ल खाए 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 जम्ते 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 जम्मे फुल खाइदियो पुरै माछा उयो त कुखुराहरू काटेर त्यहाँ फ्याँकेको छ म तिमीलाई यो त के देखाउँछु रोकिँदै हेर कति ठुलो छ क्यामेरामा सानो देखाएको छ न त कति ठुलो छ यो कुखुरा हेलो हेलो भन्ने त बर्साते भाइ देऊ यता यता बर्सात हि 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 एक लाठी हान्छु रातै छ किनकि त्यहाँ रगत छ त्यहाँ रातो रात के हो न त्यो रगत हो नि कुखुराको रगत हो यति धेरै माछा मान्छे छ यति धेरै माछा किन खान नि यो माछाहरू पूजा गर्ने ठाउँ हो यो माछाहरू पूजा गर्ने ठाउँ हो यहाँ माछाहरू यहाँ कसैले नि समात्दैन यति धेरै मान्छे चाहिँ त्यहाँदेखि एउटाले नि समात्दैन पागल औरत नगर बढी भएको होस् अहिले यस्तो बढी भएको यस्तो छ घुमा कति ठुलो माछा कति ठुलो माछा यार घुमा यति ठुलो माछा क्यामेरामा सानो देखाएको छ न त कति ठुलो माछा यतिमा यो त के देखाम देख्यो रानी जलपरी देख्यो राम्रो जलपरीको मूर्ति हो यो ओए सङ्क्यो ओए तिमीहरूले एउटा के चिज देखाम तिमीहरूलाई रोकी कता गयो यता त ऊ त देखिया छ ऊ त दुईटा बाँदर हो नि रुखमा बसेको त्यो दुईटा बाँदर हो नि अनि राख्छु अनि एउटा चिज छुपु देखाऊ Oh my god.